Hello guys, once again welcome back to my channel Vinta95 official. आज चाहिँ हामी है heading towards Siliguri for दिदीको बिहा हैन सिलगढीमा भइरहेको छ अन्त हामी जाँदैछौं. Hello guys, once again हामी चाहिँ है दिदीको बिहामा चाहिँ राउन्ड मार्नु छ है. अब हेर्नुस् हाम्रो दिदी चाहिँ अब हामी चाहिँ हाम्रो ग्याङ सिक्किमिज दार्जिलिङ ग्याङ चाहिँ यहाँ है एकदम बसिरहनु भएको छ. हामी चाहिँ रेडी भएर आज चाहिँ मेहेन्दी हल्दीको सेरेमनी छ त्यसको है अब इभिनिङदेखि रेडी हुन्छ नि त. त्यसले गर्दा हामी चाहिँ सबैजना रेडी भएर अब चाहिँ अब मेहेन्दी हल्दीमा जानु लागेको है. दिदी आमा साह्रै एक्साइटेड. हाम्रो बेहुली दिदी चाहिँ यहाँ हल्दीको लागि रेडी. Don't be sad. Be happy. Happy. Nah, banyak sad dikasih nggak? हाम्रो bride to be tomorrow, eh? Exam सुहागन 5 जनाको सुहागनको कर्तव्य सक्यो नि अनुहार छ उहाँ चाहिँ. हामी नसुहागनहरु चाहिँ यता लडिरहेछौँ. कडा चाहिँ मेरी यार की शादी है आज नहीं कल है आज हल्दी है के कन्नु भवन में हाम्रो के कन्नु भवन उधर दूसरी तरफ भी शादी को साथी रिसिभ गरेर आएको हामी चाहिँ है मेहन्दीको लागि दिदीको रसम चल्दैछ. हल्दीको रसम चल्दैछ. सक्यो रसम. म त यति साह्रो फास्ट. हल्दी चाहिँ यहाँ हुन्छ है. अहिले चाहिँ रसम चलिरहेछ दिदीको त्यहाँनिर है. अब चाहिँ जो दिदीको अफिसियली हल्दी सुरु भयो है. हेलो दिदी, ह्याप्पी हल्दी. ह्याप्पी हल्दी पुरा लन्डन घुमको ज्योति दिदीको बिहाको डे हो कि सबैजना उठेर चाहिँ मर्निङ गुड मर्निङ चलिरहेछ. कसै लडिरहनु भएको छ. हाम्रो दाजु चाहिँ ऊपर हाम्रो यो चाहिँ नेपाली लुमको अड्डा भइरहेछ. नेपाली टिमको अड्डाहरू है. आज चाहिँ ज्योति दिदीको बिहा छ है. यहाँतिर त बिहामा पनि आजै मात्रै बनाउँछ पन्डाल. हाम्रो चाहिँ 1 हप्ता 15 दिन अगाडिदेखि बनाउनुपर्छ. यहाँ आज बिहादेखि सुरु हुँदैछ पन्डाल बनाउनु. यहाँ चाहिँ गेटमा हामी चाहिँ आन्टीको दोकानमा चिया खान आइरहेको छौँ. मम्मीहरू पनि हुन्छ. बिहान बिस्किट चिया रेडी. ज्योति दिदीको बिहाको मण्डप अरे इन्ट्रेन्स रेडी भइसक्यो. आज चाहिँ शादी हो नि त, बिहा हो. हामी चाहिँ सबजना रेडी भएर चाहिँ अब है मण्डपतर्फ निस्क्यौँ है. अन्त त्यहाँबाट डेजर्ट्सहरू है के ट्राई गऱ्यौँ गएर. ज्योति दिदीको बिहामा पुच्का चाहिँ ट्राई गरिहाल्यो. नेक्स्ट आइटमहरू के छ अब यता राउन्ड ट्राई गर्दै हामी लाग्छ. अब ट्राई गर्दै जानुपर्छ है यति. अब चाहिँ लिट्टी खानुपर्छ है गाइस. अब लिट्टी चोखाको ट्रट है दादा. दिदी जलेबी नमन परेको
जलेबी किन नखाएको उयो किन नखाएको नखाने भयो गुलियोले कस्तो रहेछ हौ लिट्टी चोका कस्तो रहेछ दामी छ ए दादा बेसी नखानु अहिले अरू ठुलो खानुपर्छ अहिले यो गुलियोले अगाडि भात रुँदैन अम्बो आयो अब चाहिँ 12 आइपुग्यो ज्योति दिदीको हाम्रो ज्योति दिदीको जिजु आइसक्नु भएको छ हामी चाहिँ जिजुको इन्तजारमा सालीहरू चाहिँ हाम्रो ग्याङ छुट्टिहालेको मेरो बिचरा अर्को ग्याङ देउली हेर्नु लाग्यो देउली देउलीको साथीको थ्रु पनि अन्त यता देउलीको साथी आज चाहिँ हामी है दिदीलाई खेलाउँदैछौँ हाम्रो यहाँबाट सिलगढीबाट पुरा खेलाएको नि हाम्रो बिचरालाई आशीष की दुल्हनिया अलिकति मिलाइदिउँ नि दुल्हनियाको आउनु आशीष की दुल्हनिया आज ये ना एकदम ज्योति दिदीको दिदीहरू यता चाहिँ हो अब चाहिँ यहाँ चाहिँ हाम्रो जिजु चाहिँ एकदम ह्यान्डसम भएर बसिरहनु भएको थियो है हाम्रो ज्योति दिदीको वेटमा उहाँ पर्खिरहनु भएको थियो है वरमालाको लागि
सकेर चाहिँ है गेस्टहरूलाई एटेन्ड गरेर चाहिँ अन्त पूजाको रसम सुरु भयो है। र अब बिहारीहरूको चाहिँ रातभरि अब रसम हुँदो रहेछ नि त। त्यो रातभरि रसम भयो। हामी चाहिँ एकछिन सुतेर उठौँ भन्दा चाहिँ सबै रसमहरू सकिसकेको थियो। हामी चाहिँ 3 बजी उठेको थियौँ होइन। त्यस्तै प्रकारले यहाँ सम्धीको ढोग भेट हुँदै थियो। जस्तै हाम्रो नेपालीहरूको हुन्छ त्यस्तै है बिहारीहरूको पनि सम्धी नै ढोग भेट हुँदो रहेछ। सबै है उयो रसमहरू सकिसकेको थियो नि त। सिन्दुर पोतेहरू सकिसकेको थियो। त्यहाँबाट छोरीको बिदाई हुने रसमहरू सुरु भयो। यहाँ चाहिँ अब रिचोस दिदी बहिनीले के दिन चाहिँ मेरो त यहाँ चाहिँ आफ्नो प्यारेन्ट्सहरूको नाममा चाहिँ यो कुन के फ्याँक्नु पर्दो रहेछ नि त। रसमै रहेछ है। सबैको नाममा फ्याँक्दै गरेर चाहिँ बिदा गर्दो रहेछ नि त। बिहारीहरूको चाहिँ छोरीलाई बिदा गर्दाखेरि अब चाहिँ दिदीको बिदाई सुरु भयो। बिहानको 3 बजी उठेर 5 बजेर बिदाई दिने 5 बजी थियो नि त हो। अब 5 बजिसक्यो अन्त बिदाई सुरु अब चाहिँ बिदाई भयो है अब उक्का बिदा भएर चाहिँ दिदीहरू है केटाको होटल रुमतिर जानुभयो है। अन्त यहाँबाट चाहिँ उहाँहरू आफ्नो घर बिहारतर्फ प्रस्थान हुनु। मिठाई चाहिँ उता जाने रेडी हुँदैछ। अझै भित्र पनि छ।
बेहुला बेहुलीको गाडी रेडी अब बिदाईको लागि। अब चाहिँ बिदाई। अब चाहिँ राम्रोसँग जाने। सेफ ट्राभल्स बोथ अफ यु, बाई। बाई बाई दिदी। अब म चाहिँ राइट सिक्किम आएको। दिदीको बिहा पनि भइसक्यो। दिदीलाई पनि बिहारको लागि हामी चाहिँ अब मदेखि भने मम्मीहरू है मलेसिया चाहिँ अर्को गाडीमा आउनुहुन्छ, किनभने म अर्को स्टेसन पुग्नुपर्नेछ अर्को प्रोग्राम एटेन्ड गर्नुको लागि है गाइस। And thanks for watching and keep supporting my small channel. Bye guys, love you.